नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकहरूले भिसा नदिँदा पनि विदेशिने क्रम रोकिएको छैन। चालू आर्थिक वर्षको पहिलो 3 महिनामै 2,10,000ले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश उडेका छन्। वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो 3 साउनदेखि असोज महिनासम्ममा 2,10,516 जनाले श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार चालू आर्थिक वर्ष 2082-83 को साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जानेको यो संख्या अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ। गत आर्थिक वर्ष 2081-82 को सोही अवधिमा 1,70,603 जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क विभागसँग छ। चालू आर्थिक वर्षमा श्रम स्वीकृति सँगै लिएर विदेश जानेको संख्या 39,913 जनाले बढिरहेको विभागको तथ्याङ्कले देखाएको छ। गत भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स, युएई, साउदी, कतार, ओमान, बहराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइए पनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्याङ्कले देखाएको छ। असोजमा मात्रै युएईका लागि 18,500ले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ। युएई पछि कतारका लागि 11,000 भन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि 8,791 जनाले श्रम स्वीकृति लिएका छन्। कुवेतका लागि 4,523 जना छन्। गत आर्थिक वर्षमा रोजगारी खोज्दै 8,39,000 बढी युवा विदेशिएका थिए। वैदेशिक रोजगार व्यवसायीका अनुसार जेनजी आन्दोलनको असर वैदेशिक रोजगारीमा अझै पूर्णतया देखिएको छैन, तर पनि आगामी दिनमा देखिन सक्छ। दुवैले भिसा रोकेको छ भने अरूले सुरक्षा चासो बढाएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङका अनुसार अन्य देशले पनि सुरक्षामा चासो देखाइरहेका छन्। पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको उनको भनाइ छ। विभागले पनि श्रम गन्तव्यमा गरिएको श्रमिक मैत्री कानुन परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा श्रमिक अभावका कारण माग पनि बढेको विभागको अनुमान छ।